सम्पूर्णमा नमस्कार। आज म तपाईलाई गुगल फर्म कसरी जेनेरेट गर्न सकिन्छ सिकाउँदै छु। यो गुगल फर्म विद्यार्थीहरूलाई गृह कार्य, विद्यार्थीहरूलाई क्विज खेलाउन, सँगसँगै असाइनमेन्ट दिनका लागि अत्यन्तै उपयुक्त हुन्छ। त्यसैले तपाईलाई म आज गुगल फर्म जेनेरेट गर्ने तरिका सिकाउँदै छु। सर्वप्रथम तपाईले गुगल क्रोम खोल्नुहोस्, त्यसपछि 9 डटमा क्लिक गर्नुहोस् र यो बक्समा स्क्रोल डाउन गर्नुभयो भने तल जाँदाखेरि स्क्रोल अप एन्ड डाउन गरेर खोज्नुहोला। तल जाँदाखेरि तपाईले यहाँ गुगल फर्म भेट्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्। त्यसपश्चात तपाईले यस्तो इन्टरफेस पाउनुहुनेछ। सो तपाईले ब्ल्याङ्क फर्ममा क्लिक गर्नुहोस्। सर्वप्रथम तपाईले यो फर्मको टाइटल जेनेरेट गर्नुहोस्। मैले क्लासिफिकेसन अफ अर्गानिजम भनेर जेनेरेट गरे। त्यसपश्चात तपाईले यो फर्मको केही डिस्क्रिप्सन राख्नु छ भने राख्न सक्नुहुनेछ। इट इज कम्पलसरी फर अल स्टुडेन्ट भने र तपाईलाई आज म जेनरल तर्फको पाटो सिकाउँदै छु। सर्वप्रथम तपाईले क्वेशन जेनेरेट गर्न सक्नुहुनेछ। व्हिच किङडम has no true nucleus in cell भनेर क्वेशन जेनेरेट गरे। त्यसपछि यसका लागि मल्टिपल चोइस क्वेशन अप्सन फर्स्टमा प्रोटिस्टा इन्टर गर्छु। सेकेन्ड अप्सन आउँछ मोनेरा इन्टर गरे। थर्ड अप्सन फन्जाई इन्टर गरे। फोर्थ अप्सन आयो एनिमलिया। यसरी मैले फर्स्ट क्वेशन जेनेरेट गरे। सेकेन्ड क्वेशनमा तपाईलाई फाइल वा फोटो कसरी अपलोड गर्ने भनेर चाहिँ म सिकाउँदै छु। अपलोड योर फोटो भनेर राखेको छु। सो यसमा यो मल्टिपल चोइस क्वेशन नभइकन फोटो अपलोड गर्नुपर्ने हुनाले यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि फाइल अपलोडमा क्लिक गर्नुहोला। यसलाई कन्टिन्यू गरिदिनुहोस् यो फाइल अपलोडका लागि। यसैगरी मैले थर्ड क्वेशन जेनेरेट गर्छु प्लसमा क्लिक गरेर। फर एक्जाम्पल write an essay about 100 words। यसरी मैले क्वेशन जेनेरेट गरे। यसका लागि तपाईले प्याराग्राफ, सर्ट क्वेशन एन्सर, मल्टिपल चोइस क्वेशन हुन सक्दैन, चेक बक्स, ड्रप डाउन कुनै पनि हुन सक्दैन। त्यसैले प्याराग्राफ दिनु भए पनि हुन्छ। या तपाईले उसले कपीमा लेखेर यो अपलोड गर्नुपर्ने हो भने यसलाई पनि तपाईले फाइल अपलोडमा राख्न सक्नुहुनेछ। यसरी मैले तीनवटा क्वेशन जेनेरेट गरे। अब यो तपाईले यो फर्म तपाईको स्टुडेन्टलाई दिनु पर्यो भने तपाईले यहाँनिर प्रिभ्यू तपाईको फर्म कस्तो बन्यो भनेर यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ। तपाईको फर्म यसरी जेनेरेट भएर बस्छ। अनि त्यसपश्चात तपाईले अन्डु गर्नु पर्यो भने यहाँ, रिडु गर्नु पर्यो भने यहाँ, र फाइल अट्याचमेन्ट यसको लिंक तपाईलाई जेनेरेट गरिदिन्छ। लिंक चाहिँ यहाँबाट यसलाई कपी गरेर तपाईले तपाईको स्टुडेन्टलाई पठाउन सक्नुहुनेछ वा यो फर्मलाई तपाईले यहाँ पब्लिश गर्न सक्नुहुनेछ। पब्लिश। अब तपाईले कसलाई पठाउने हो यहाँबाट चाहिँ म्यानेज गर्न सक्नुहुनेछ। या तपाईले अघि भने जस्तै यहाँबाट लिंक कपी गरेर तपाईको लिंक चाहिँ स्टुडेन्टलाई सेन्ड गर्न सक्नुहुनेछ। यसैगरी अब क्विज वाला फर्म कसरी जेनेरेट गर्ने भनेर म तपाईलाई सिकाउँछु। क्विज वाला फर्म जेनेरेट गर्नको लागि सर्वप्रथम तपाईले यो सेटिङमा जानुपर्ने हुन्छ। बाइ डिफल्ट यो मेक दिस अ क्विज भन्ने अनमार्क भएर बसेको हुन्छ। यसलाई मार्क गर्नुहोस्। अब तपाईले यहाँबाट
यो क्वेसनमा आउनुहोस्। अब तपाईले प्रत्येक क्वेसनलाई लास्टमा नम्बर प्रोभाइड गर्न सक्नुहुनेछ र तपाईको राइट अप्सन चुज गर्न सक्नुहुनेछ। जस्तै एन्सर कीमा मैले मोनेरा लगाएँ, यो स्टुडेन्टले देख्दैन है त, त्यो इन्भिजिबल हुन्छ। राइट की रङ एन्सरमा क्लिक गर्यो भनेर हामीलाई पछाडि यसले अटोमेटिकल्ली चेक गरिदिन्छ। यसका लागि हामीले रेफरेन्स लाइन दिएको है त। सँगसँगै यो क्वेसनका लागि तपाईले कति मार्क्स जेनेरेट गर्ने भनेर यहाँ पोइन्ट राखेको हुन्छ। तपाईले यहाँ एरोमा क्लिक गरेर तपाईले यसलाई 1 दिने हो कि 2 दिने हो कि 3 दिने हो कि 4 दिने हो कि 5 दिने हो, नम्बर चाहिँ यसरी अप एन्ड डाउन गर्न सक्नुहुनेछ। मैले मल्टिपल चोइस क्वेसनका लागि 1 राखेँ र डन गरेँ। र यहाँनिर यो लास्टमा आएको रिक्वायर्ड भन्ने छ। यो रिक्वायर्डले के जनाउँछ भने तपाईले फर्स्ट क्वेसनको एन्सर फिलअप नगरेसम्म तपाईको फर्म सबमिट हुँदैन। तपाईले कुनै क्वेसन अनिवार्य गर्नु छ भने त्यसलाई तपाईले रिक्वायर्ड गरिदिनु भयो भने त्यसमा स्टार आएर बस्छ। यो स्टार आउनुको अर्थ त्यो अनिवार्य फिलअप गर्नुपर्ने हुन्छ भन्ने बुझिन्छ है त। अब प्रिभ्यू हेर्नुस् त तपाईको यो फर्स्ट क्वेसनमा यहाँ स्टार आएर बसेको छ। यसका लागि 1 पोइन्ट जेनेरेट भयो। यो स्टार आउनुको मतलब यो क्वेसन अनिवार्य सबमिट गर्नै पर्ने हुन्छ, इन्क्लुड गर्नै पर्ने हुन्छ है। जस्तो तल अपलोड योर फोटो भनेको छ, यो फोटोमा चाहिँ स्टार छैन। यसको मतलब चाहिँ विद्यार्थीले यो फर्ममा यसको एन्सर नलेखिकनै सबमिट पनि गर्न सक्छन्। त्यसैले तपाईले सम्पूर्ण क्वेसनहरु कम्पलसरी बनाउनु छ भने यो रिक्वायर्ड अप्सनलाई अन गरेर राख्दिनु होला। मार्क गरेर राख्दिनु भयो भने यसले नेसेसरी जनाउँछ र विद्यार्थीले अनिवार्य रूपमा तपाईको क्वेसनको एन्सर लेख्नेछन् है त। अब लास्टमा यो लिंक कपी गरेर तपाईले पुनः तपाईको विद्यार्थी भाइ बहिनीहरुलाई सेन्ड गर्न सक्नुहुनेछ। यदि तपाईले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। तपाईका लागि यस्तै महत्त्वपूर्ण भिडियोहरु ल्याउने नै छु। धन्यवाद।